ओम प्रणाम चैतन्य नमस्कार। हामी चैतन्य पतञ्जलि योग केन्द्रमा छौँ। हाम्रो निरन्तर योग अभ्यास भइरहेको छ। यहाँको यो सुन्दर वातावरणले हाम्रो मनस्थिति र विचार नै बदलिदिने गर्दछ। यहाँका योगीहरू अति नै ऊर्जाशील हुनुहुन्छ। हामी 4:30 बजेदेखि यहाँ योगा गर्न सुरु गर्छौँ। मलाई लाग्छ संसारको सबैभन्दा ठुलो शक्ति के छ भने त्यो विचार शक्ति हो। विचारले नै मान्छेलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ। र मलाई आवश्यक पनि मनको मजबुती, मनको आत्मविश्वास बलवान हुनु नै मेरो लागि सबभन्दा ठुलो शक्ति हो। जीवनमा कुनै कुराको कमी थियो त केवल आत्मविश्वासको। त्यसैले यो प्रकृतिको सामिप्यमा आउँदाखेरि म एक्लै पनि रमाइरहने मान्छे। जब यो असारे फुलहरू फुल्छ, असारे फुलसँगै रमाएका यी दिनहरू, असारमा मेरो जन्मोत्सव पनि पर्ने र असारमा फुल्ने यी फुलहरूले मेरो मनलाई अति हर्ष, उत्साहित, उमङ्गले भर्दै पूर्ण बनाउँछ। जीवन बाँच्न योग्य छ। जीवन उत्साहित भएर सेवामा समर्पण गर्न योग्य छ। यो परिवर्तनशील संसारमा कसको जन्म हुँदैन र त्यसको जन्म मात्र सार्थक हुन्छ, जसले केही न केही सकारात्मक समाजलाई योगदान दिएर जान्छ। त्यसै गरी अब म यहाँ शीर्षासन गर्न गइरहेकी छु। अर्को आसन बोकासन। चक्रासन। जीवन एक उत्सव हो, हरपल रमाउनु पर्छ भनिन्छ। तर रमाउँछु भनेर चाहिँ रमाउन सकिँदैन। त्यसका लागि अहिलेको अवस्थामा मलाई प्रकृतिको साथ चाहिन्छ। मलाई यति राम्रो, यति सुन्दर प्रकृति, फुलहरूको साथ भएपछि मलाई अरू केही चाहिँदैन। बस मलाई पुगिहाल्यो। प्रकृतिको अनुपम सुन्दरताले भरिएको हाम्रो यो केन्द्र अनुसरण गर्न लायक छ। सबैलाई यहाँ आउँ लाग्ने किसिमको वातावरण छ। हेर्दै अति मनमोहक हाम्रो ठाउँ प्रकृतिले भरिभराउ सुन्दरताले भरिएको।